मैले ठ्याक्क प्रोसेस गर्ने बेला अब नेपाल लेभल 3मा सरी 2मा थियो स्मुथली नै जान्छ भनेर सोचेको थिएँ अनि डकुमेन्टेसनहरू पनि कहाँबाट कङ्ग्रेचुलेसन मदरजी थ्याङ्क यू म्याम हाम्रो कहिले थियो बायोमेट्रिक अनि कति दिनमा आयो भिजा हाम्रो ठ्याक्क मे 13 को दिन थियो अनि ठ्याक्क त्यो बायोमेट्रिक भएको हजुरको 33 डेज पछि चाहिँ भिसा आयो भिसा ट्याक्क लज गरेको बेला चाहिँ अलिअलि नर्भस थिएँ कहिले आओस् जस्तो भएको थियो अब अहिले पनि त्यस्तै छ अलिअलि रस नै छ टाइम छैन अनि कस्तो भयो त हजुरको एप्लिकेसनदेखिको भिजासम्मको जर्नी मेरो ओभरअल जर्नी चाहिँ एकदम रोलर कोस्टर राइडदेखि नै त धेरै अप्स एन्ड डाउन्स भयो मैले ठ्याक्क प्रोसेस गर्ने बेला अब नेपाल लेभल 3मा सरी 2मा थियो स्मुथली नै जान्छ भनेर सोचेको थिएँ अनि डकुमेन्टेसनहरू पनि कहाँबाट सुरु गर्नु के कसरी सुरु गर्नु भइरहेको थियो अनि ठ्याक्क मेन भनेको त हाम्रो फाइनेन्सियल र लोनको थियो त्यो पार्टमा अलिअलि कन्फ्युज थिएँ त्यसपछि हजुरको गाइडेन्सबाट चाहिँ त्यो पार्ट पनि कभर भयो ठ्याक्क अनि नेपाल लेभल 3मा पुगेपछि भिसा लस गर्ने कि नगर्ने भइरहेको थियो त्यही पनि लस गरियो अनि भिसा पनि आइहाल्यो कस्तो भयो त ग्लोबल इन्साइटसँगको एक्सपिरियन्स एकदम राम्रो म चाहिँ सबैलाई नै यही रेकमेन्ड नै गर्छु अनि ओभरअल भनेको चाहिँ हजुरसँगको जर्नी कस्तो भन्दाखेरि मलाई केही कुरा पनि थाहा पाउनु परेन मैले फिजिकली कहिले पनि आउनु परेन घरबाटै अप्लाई गरेको जस्तो फिल भयो सो म चाहिँ सबैलाई नै सजेस्ट गर्छु एकचोटि यहीबाटै ट्राई गर्नुभयो हुन्छ भनेर अब केही पनि आइडिया थिएन सबै यता आएपछि बुझेपछि अनि त्यसपछि हजुरको सपोर्ट पाएपछि अलिकति त्यो हुँदै गयो सब प्रोसेस वाइज नै हुन्छ सो नआत्तिकन ग्लोबल इन्साइट आएर प्रोसेस गर्नुभयो हुन्छ म यतै रेकमेन्ड गर्छु स्टुडेन्ट्सहरूलाई यतै आउनु भनेर thank you so much once again congratulations and have a safe journey त्यस्तो केही पर्यो बिचमा पनि हजुरलाई केही सजेसन केही हेल्प हाम्रो पार्टबाट चाहिन्छ भने feel free है थ्याङ्क यू म्याम